चाहिँ बिहान बिहान उठेर बाहिर हेर्छु भनेको त बाहिरको मौसम चाहिँ यस्तो थियो। बित्तिकै चाहिँ मम्मीले चाहिँ मलाई चाहिँ चाय बना भनेर चाय बनाउन लगाउनु भयो। मम्मीले भनेको त मान्नै पर्यो र म चाहिँ लागे चाय बनाउन। भान्सामा धेरै नपस्नाले अरू चिज बनाउन नआए तापनि चिया चाहिँ मैले बनाउँछु है। जे होस् घरको कामहरू पनि बिस्तारै बिस्तारै सिकिँदै छ। चाय पनि रेडी भइसकेको थियो। मैले मम्मी र बजेलाई दिएको, मम्मी र बजेलाई चाहिँ एकदमै मिठो लाग्यो। मम्मीले चाहिँ यता चाहिँ सब्जी बनाइराख्नु भएको थियो र मलाई चाहिँ मम्मीले चाहिँ रोटी बना भनेर भन्न लाग्नु भयो। मलाई चाहिँ मम्मीले चाहिँ कोरोना समयमा छुट्टी भएको बेला चाहिँ घरमा भात सब्जी रोटीहरू बनाउन सिकाउनु भएको थियो। जे होस् अहिले चाहिँ काम लाग्यो। घरमा दिदी बहिनी भएको कारणले चाहिँ कहिले भान्सामा पस्दैन पनि जे होस् सिकेको कुरा चाहिँ मैले बिर्सेको रहेन रहेछु। सो रोटी पनि पाउरोटी जस्तो फुल्लेको थियो। रोटी सब्जी पनि बनिसकेको थियो र मैले नास्ता पनि खाएँ। आफूले चाहिँ नास्ता पानी गरिसकेको थिएँ र यता चाहिँ मैले भैँसीको लागि पनि नास्ता पानीहरू रेडी गरिदिएँ र यता चाहिँ मेरो सानो कालीले सबैलाई हेल्लो भनेको छ है। घरको काम सकिसकेर चाहिँ यता चाहिँ म काममा पनि आएको थिएँ। डिजाइनरका भाइहरू चाहिँ एकदम एक्टिभ र डिजाइनहरू चाहिँ एकदमै डिट्टो बनाइदिन्छन्। सो कामहरू पनि सकिसकेको थियो र प्रेम सर र म चाहिँ लाग्यो चटपटे खान र हामी चाहिँ चटपटे खाना पुगिसकेका थियौँ। हाम्रो फेभरेट भाउजूको चटपटे पसन्द। हाम्रो भाउजूले चाहिँ एकदमै मिठो चटपटे बनाउनुहुन्छ। एकचोटि तपाईँहरू पनि आउनुभयो भने पक्कै नि बारम्बार आउनुहुनेछ। हाम्रो चाहिँ चटपटे रेडी भइसकेको थियो र हामीले चाहिँ चटपटे पनि खायौँ र अर्को अगाडि बस्ने चटपटेवाला दिदीलाई त तपाईँले पहिलाको भिडियोमा देख्नु नै भयो होला र उहाँलाई हामीले पैसा दिएर हामी चाहिँ लाग्यो घरतिर र म चाहिँ घर पनि पुगिसकेको थिएँ र आजको लागि यति नै भेटौँला। अब नेक्स्ट ब्लगमा भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।